नमस्ते। रोदी टेलिभिजन हेरेर बसिरहनुभएका सम्पूर्ण श्रोता दर्शक महानुभावहरूमा म कार्यक्रम सञ्चालक ओमबहादुर दुरा सिरिजको तर्फबाट साथै देवमणि लोककला केन्द्र र दुरासिया समाज केन्द्रको तर्फबाट दुरा जाति आफ्नै भाषा संस्कार संस्कृति भएको सीमान्तकृत तथा अल्पसङ्ख्यक आदिवासी जनजाति हो। दुरा जातिको पर्व मैप्रू नकुमा खाजा खाने पर्व, पुटपुटे चाडमा नचाइने सोरोटी नाच, कृष्ण चरित्र नाच, वैशाखी पूर्णिमा नचाइने सती घाटु, बाह्रमासे घाटु, पितृलाई स्वर्ग तार्न गरिने संस्कार अर्घौँ, रोदी संस्कृति, दुरा भाका, ठाडो भाका गीत संस्कृति आदि हुन्। लमजुङ जिल्लाको दुराडाँडा उद्गम थलो रहेको दुरा जातिको मौलिक संस्कृति देवबहादुर दुराद्वारा सृजना गरिएको दुरा भाका, ठाडो भाका गीत शिवरात्रि मेला कर्पुटारमा देवबहादुर दुरा र उहाँको साङ्गीतिक सहकर्मी पञ्चसुब्ब गुरुङले गाउनुभएको थियो। उक्त लोपोन्मुख ठाडो भाका गीतलाई संरक्षण, सम्वर्धन तथा प्रबन्धन गरेर राख्ने उद्देश्यका साथ देवमणि लोककला केन्द्र र दुरासिया समाजको आयोजनामा रोदी टेलिभिजनसँग समन्वय गरी छायाङ्कन गर्न गइरहेको छ। कलाकारहरूमा हुनुहुन्छ पुरुषतर्फ यामबहादुर दुरा, त्यस्तै गरी गोविन्द दुरा, मानसिंह दुरा, मनबहादुर दुरा र श्रीप्रसाद दुरा। भने महिलातर्फ हुनुहुन्छ शिवकुमारी दुरा, विष्णुकुमारी दुरा, धनकुमारी दुरा, नरमाया दुरा र चन्द्र दुरा। त्यस्तै गरी यस लोपोन्मुख दुरा भाका, ठाडो भाका गीतलाई छायाङ्कनको लागि आर्थिक सहयोग गर्नुभएका छ आजका कार्यक्रमका प्रमुख अतिथि समाजसेवी आदरणीय बुवा हरिबहादुर दुरा र मुवा माया दुराज्यू। त्यस्तै गरी कार्यक्रमलाई सहयोग गर्नको लागि अरू सहयोगी मनहरू पनि हुनुहुन्छ। सुरेश कुमार दुरा, क्याप्टन तमबहादुर दुरा, न्यू लालीगुराँस युवा क्लब, बुद्धि विकास आमा समूह, उहाँहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब भने कति पनि ढिला नगरी गर्न दुरा भाका, ठाडो भाका गीतका साङ्गीतिक प्रस्तुत गरिदिनु हुनको लागि म आदरणीय कलाकारजीहरूलाई हार्दिक अनुरोध गर्दछु। ठुलोमा ठुलो हजुर बहुरी गोरु घा फेदैमा मौरी घा आज लमजुङबाट देवबहादुर दुराको नाति यो रोदी टेलिभिजनमा यो दुरा ठाडो भाका गाउन घुम्दै फिर्दै आगो। हो झलझारी छाता आजको प्रमुख अतिथिलाई दर्शन दिन्छु म दाजमले हातले नमस्कार। भोटे कुदो पहिला
देखिन कास्की जिल्ला देवबहादुरै दुराले जन्माको ठाडो भएका गाउँ नआएको कलाने गोरलाई आयो जगौरलाई मुलाकाती जाना सुना सबैजना राउ 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 छ सबैलाई राउ छ सबैलाई भनको चरी भुल्यो भनको ऐसालु माछा भुल्यो ल्याउमा यो देवबहादुर दुरा स्वर्गे भए पनि नातियो र हरिलो मोर बजा बज्यो धेरै माया पाउँदाखेरि आइरहेछु छेउछाउमा देवबहादुरको नाममा ढाडो भएका गाउँ न कास्की जिल्लाको धरातीलाई खनेर छे गर्देऊ पानी र कास्कीको भय रे कास्कीको भय रे पाक्यो गाफालाइमा भाग्यो दुरा डाँडी भनाइमा धागो आज यो कास्की जिल्ला यो रोदी टेलिभिजनमा देवबहादुरको नाति लमजुङे ठाडो भागा गाउन आगो आज देवबहादुरको नातिलाई मौकाले पागो छ कि छैन मनाइमा गुयाले पाक्यो धाउने चरी धैरको चरी धैरको कठेर सुखी जान मया लाउला फनी कागा तू तोडी लाउँछु छोडी छोडी कास्की जिल्ला रको जिल्ला रको
मेरो देवबहादुर दुरा स्वर्गे बाछै भयो सुन्ने भयो गरबो भयो गरबो कर्कलाको पानी यो बाजेको अमृत नातिले गाउने हिँड्ने बानी ओ धाउने छ अरे धायो धर्मराज थापा र अलिमिया जन्मियाको जिल्लामा आयो कसो गरौँ परबो पश्चिम पर्यो माथि हिमै कुलायो खरा छोडी छोडी देवबहादुरको ढाडबाका फिजाउँला भनी लाउँछु आत कास्की जिल्लाको धोब्यानीले धोइ तिमी हामी भोइ फिजाउ तानी म जाला तानी माया माथा बुझ्रे छाया रमाइलो अन्नपूर्ण धनु ताक्यो अस्ति देवबहादुर दुराको गाउँमा प्रशिक्षणमा नआउँदा यो नातिलाई कस्तो कस्तो लाग्यो हो काजु बाँचे गएन यो बैरागीलाई कहिले पनि माया धेरै भएन हो अरानीलाई तायो आज त पहिलोचोटि पायो मनमा भाषा भरि पूर्ण खुरसानी बढ्यो हाँगा जलै बिङ्गा केर बढ्यो ठाउँ मन बढ्यो ठाउँ मन बढ्यो ठाउँ मन धरातीलाई खनी सुखी जान त्यो दिनमा फनी पठितीले गर्दा ऐन आइपुगिन तानी कटेर कोयालाई देऊ सानो माया त्यो दिनको सम्मान दिनको सम्मान
लेखाइ फुल्यो हजुर धायारुको रस लेखाइ फुल्यो सिरी जय फुल्यो सिरी धाउने चरी धाछा कास्की आए पनि मेरो गाउँको छोरी बेटी नौली दिदी अतिथि ठाडबाका गाउने रामा भण्डारी पनि ठुलो ठुलो हेरी बसिरहेछ हो ऐसा पुरेसलाई दाहिने हातनी देउरे हातनी भाषा आज तिमीलाई आज दिनलाई फेरि जाए दाहिने हातनी मुखमा फन्नीमा जी भयो गाई दुनी गाबु चोखो माया फुको ठट्टा कसको प्याओ खोर तानी बाबु खाइ हिँड्छु म त देउरे हातनी मुखमा दाहिने हातनी मुख दुईटै हात पालो पालो बाजेको पालाको त चम्पा गाली उगा बेताइ गुनाली हो धागो यो रोजी टेलिभिजनमा छायाङ्कन गर्न देवबहादुरको नाति र मयासित आगो आज पहिलो बाली हो आहा हो माना होइन पाथी लाइदेऊ चोखो फेरि पहिलाइको बाली हो कहिलेमा पनि म त गएको म त छैन तिन घरेको पोङ खोरिए चोखो मायालाई दिन्छु सबैजनातिर तिम्रो माया म त तिम्रो माया म त टिका भन्दछु खोरिए भन्दछु खोरिए
समुदायमा प्रचलित पाहुनाहरूको स्वागतको लागि दुरा ठाडो भाका गीतमा अतिथिहरूलाई सम्मान गर्नको लागि दुराहरूको एउटा संस्कार ढोसी गीतको बीचमा कलाकारहरूलाई थकै लागेको हुन्छ। थकै मेटाउन पुनः कलाकारहरूलाई सम्मान गर्न अतिथिहरूलाई सम्मान गर्नको लागि ढोसी गर्ने संस्कार चलन भएको हुँदा लज्जावतीको समूहलाई म ढोसी गर्न कलाकार अतिथिज्यूहरूलाई ढोसी गर्न आइदिनु हुनको लागि म अनुरोध गर्दछु। लज्जावतीको समूहले कलाकार यमबहादुर दुरालाई सम्मान गर्दै हुनुहुन्छ। आदरणीय अतिथिगणहरू तालिसहरूको सम्मान गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। महिला गायिका शिवकुमारी दुराज्यूलाई दोसल्ला उडाएर सम्मान गर्दै हुनुहुन्छ ढोसी समूहका टिमले। कृपया ताली बजाइदिनु हुनको लागि म अनुरोध गर्दछु। कुकुर पाल्यो भनी स्याललाई रोगा पारा दुध चोर्नी बिरालो कर्कलाको पानी यो देवबहादुर दुराको नाति यो ठाडो भाका रोदी जाँदा पनि हाँस्ने खेल्ने बानी कर्पुटारको बजारमा पनि गाएर एक रात एक दिउँसो गाई हिँड्ने बानी। धाउने चरी थाको आजको प्रमुख अतिथि मेरो बाबा डाक्टर हरिबहादुर दुरा पनि आगो छोरा रोदी खेल्न लागो दुनियाँलाई पिरालो। Shaku thorele doko doko rele doko doko सुबह गुरु उतै जान्छ फुताली भन्थ्यो सानो ठुलो मैरी फुताली झैरी अरनीलाई ताउना ठाडो भाका गाउन हिँड्छु बाबु तिम्रो अघि पछि म पनि रोको रोको पनि रोको रोको माथि माथि लेखाई मालागु काका कस्तुरी बधान यो लमजुङको ठाडो भाका गाउने देवबहादुर दुरा
पञ्च सुब्बा गुरुङ भेडी खर्के साइला भयो खर्याङ गुरुङ आहा हो ऐसा बुरेसाला यो ठाड भाका लोकाला प्रतिष्ठानको संरक्षक बुद्धिमान दुराले सम्झाइरहन्छ बाबु लो भुनाला छ गराइ जताना सुगतरी मैना नपाल्नु बिरलो पाल्नु बिरलो पाल्नु बिरलो तानी यो ठाडो भाका नछोड्ने भनेको त बाबु बिदाकालले छोयो सतारिने भयो त्यही लाग्छ फेरलो लाग्छ फेरलो बास्यो हजुर भाले तितारी ढुङ्गा मुनि बारुलाई पैसालाई गन्थ्यो मेरो बाजे देवबहादुर दुराले त कर फुटाएर बलुवा बेसीमा 8 वर्षसम्म ठेलो जित्यो भन्थ्यो कर्कलाको पानी 7 दिन 7 रात गीत पनि रातैभरि गाउने हो धाउने चरी धाउँछ 39 वर्षमा स्वर्ग भयो भन्छ मनाती पनि 57मा पुग्यो मै पहिले मरुलाई संसार ठाडो भाका गाउँदै हिँड्न पर्छ बाबु केरा बढ्यो थमा नमर्दसम्म हिँड्न पर्छ बाबु नभन त्यसो त दुरडाँडेको नदी तुर्लुङकोटको गाउँ कालिकाको थाना धुपैको बासना
गरी जाँगर तर्यो यो रोजी गर टेलिभिजनमा देवबहादुरको नातिसँग अहिलेसँग ठाड भाका गायो अरूलाई पनि कसो गरौँ पालो दिन पर्यो हो धाउने छरे धाछा आज घुम्दै फिर्दै आउँदा कास्कीमा देवबहादुरको नाति मुगाले बाछा मुसुगा सैवन पालेमा पोथीको गन थाना हाँसु भने पनि गोरसाको तर मोहने लाउँछ भनेर पो देउबा लाग्छ मलाई डर देवबहादुरको सन्ताना त्यो पारी वनमा सबै चरी तानु र मानु कोइली गुसबत गरी जाँगर तर्यो आज हुन त हामी मौकाले फेटा जाला हुन पर्यो काजु बाँचेको होइन यो देवबहादुर धुराको नातिलाई माया धेरै कहिले भएन तर आयोजक कमिटीले देवमुनि कला केन्द्रको अध्यक्षले आँखा साना लाछ बिदा पाउँदै धोएर निरागानेको भिर बियोला सोरे बियोला सोरे कठेरा पो माया मुना मदन छैरी माया बहन लायो हाम्रो अहिले यी बाजा बज्यो देरी अहिले यी तिन खेरी छुटनीको सोरे धन्यवाद छ असाध्यै मार्मिक यो ठाडो भाका गाइदिनु हुने समूह यमबहादुर धुराको र शिवकुमारी धुराको समूहलाई साथै आदरणीय दर्शक दीर्घहरू असाध्यै ध्यानपूर्वक एकदम मन्त्रमुग्ध भएर यो गीतलाई सुनिदिनु भएकोमा यहाँहरूलाई पनि विशेष धन्यवाद आभार व्यक्त गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद।